Hello. Today I am back for video. My exam is good, but in Zonka, Some doubt? yes. Okay. हौरे इङ्ग्लिसलाई रे मकै चाहिँ यस्तो भएको छ है हेरिदिनु होला यो मकै चाहिँ यस्तो भएको छ मेरो घरको मकै यस्तो भएको छ यो सुक्यो नि यस्तो भएको छ खैन अनि यता चाहिँ मकै चाहिँ अलिक काटिसक्यो सुकेर यहाँनिर पनि सुकेछ यस्तो भएको छ अनि यहाँनिर चाहिँ टुङ्सी छ है टुङ्सी भन्ने चाहिँ त्यो मकै रुङ्गेलाई भन्छ है मकै रुङ्गेलाई त पनि बस्यो टुङ्सीमा बस्यो अनि यता चाहिँ काटिसकेको छ है अस्ति नथापाएर ए ल सुके मात्रै काट्नु भनेर भन्थ्यो तैँले काटे काटेछ ल तैँले काटेको ओके ल हाम्रो गाई गाई छ यस्तो म चाहिँ मकैबारी डुल्नु आएको नि त नि ल यस्तो भएछ मकै चाहिँ ल दिस इज नट टुङ्सी त दिस इज ट्री हाउस खै यता यता ट्री हाउसमा गएको है ट्री हाउसमा ल ल दिदी टुङ्सी हेर्नु आएको मकैमै हेर्नु आएको ए टुङ्सी बनाउनुको कारण चाहिँ के हो भने मकै रुङ्नुको लागि है मकै चाहिँ यस्तो भइरहेछ यस्तो नि यस्तो यस्तो निस्किलो अनि राति आएर सुत्नुपर्छ अब त मेरो हुन्छ भ्याकेसन छुट्टी हो नट विन्टर समर यस समर भ्याकेसन छुट्टी हो अब त यहीँ छुट्टी होला नि त मकै नपकाउन्जेलसम्म मकै तपाईँहरूले मलाई मिस गर्नुभएको थियो होला है मैले पहिलाको भिडियोमा गाई यस्तोहरू देखाउँथेँ नि भेना यस्तोहरू देखाउँथेँ भेना हेलो गाइस अनि यो गाई चाहिँ सेलमा है यो दुइटै गाई सेलमा के बेच्नुको रिजन चाहिँ के हो भन्दै त बेच्नुको रिजन बेच्नुको रिजन चाहिँ के हो भने हाम्रो घरको आप्पा चाहिँ बिमार छ घरमा त्यो भएर चाहिँ हेर्ने मान्छे छैन भनेर बेच्ने भनेको रहेछ होइन ओके यस्तो छ काँक्रा फलेन है हाम्रो घरको काँक्राहरू चाहिँ फलेन रहेछ है नि Can you tell me something about this kankra? खाइङ कत्रो खाइङ उभी हो र यहाँनिर चाहिँ हाम्रो काका यहाँनिर हलो बनाउनु सिकेको काकासँग भट्टा हलो बनाउनु सिकेको है काकासँग कुन रुखको बनाउनु भएको हलो हलो खास चाहिने रुख चाहिँ पिपली हो भाइ अब हाम्रो गाउँमा पिपली पाउँदैन यस्तै चिला अब पाउडर किन्नुभन्दा सकिँदैन भाइ बरु हलो बनाएर जोत्यो भने ठिक छैन त्यसले गर्दाखेरि दुःख गरेको नि भाइ एक दिन लाग्छ अब एक खोलखाल गरेर हरिसहरू फिट गर्दा ओर्दा 2 दिन लाग्छ भनौँ न यसमा हरि चाहिन्छ अनौ चाहिन्छ पाटी चाहिन्छ ठेडी चाहिन्छ हो खाली चाहिन्छ कर्रो चाहिन्छ त्यति मात्र त्यहाँदेखि गोरु चाहिन्छ हली त्यति भए हुन्छ के चाहिने रहेछ अब मलाई भन्दा
पैसा कति लाग्छ भन तैँले अब पैसा चाहिँ कति लाग्छ पैसा त अब यसलाई बनाएको सबै फिटिङ चार्ज गऱ्यो भने त त्यस्तै जान्छ 800-900 जस्तो डिस्काउन्टमा चाहिँ कति दिनुहुन्छ डिस्काउन्टमा चाहिँ कति दिनुहुन्छ डिस्काउन्टमा तपाईँको 500 जस्तो हुन्छ हल मात्रै चाहिँ हल मात्रै बनाएको चाहिँ अब हरिस सोइला के अरे हरिस अनौहरू सबै आफूले फिट गऱ्यो भने त 2500 जस्तो जान्छ भयो ल बाई बाई सी यू ओके यहाँनिर चाहिँ हाम्रो बलदाजु काम मजाले यता क्या गर्छ हौ केटा के भन्दैछ बाछा त्यस्तो चाहिँ ल अब चाहिँ दुनु थाल्यो यहाँनिर आइक्यो दुनिनु थाल्यो के भन्नु दुनै पर्यो नि त भाइ के कुरा भनिदेऊ न के भन्नु नि अब यस्तै छ दुःख पर गाईको छेउमा बस लात्ताली गाउँछ यो गाईले चाहिँ उता जाइ लात्ताली गाउँछ यसले चाहिँ ल ल छेउमा नआइज है ल भलक बनाउने मान्छे छेउमा नआइज है लात्ताली दिन्छ है अब चाहिँ दुध दुनु स्टार्ट गर्यो यहाँ हेर्नुहोस् है दुध दुनुको लागि स्टार्ट चाहिँ गर्यो अब मजाले धुनुपर्छ यो किन दिनुपर्छ यो मजाले भन त मैला नहोस् भनेर यहाँ हेर्नुहोस् है दुधको चाहिँ अब यो यसको बाछा अनि उयो गाईको बाछासँग नि यसरी नि दुनुपर्छ नभए त दुध पकाइहाल्छ भिडियो वाच गरेकोमा थ्याङ्क यू सो मच अनि सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् फलो गरिदिनुहोस् है गाइस थ्याङ्क यू बाई बाई सी यू इन नेक्स्ट भिडियो